युके ल्यान्ड हुने बित्तिकै हजुरलाई जेट ल्यागले जति नै गाह्रो गरे पनि युके को वेदरले जति नै च्यालेन्ज गरे पनि यो 6 वटा काम गर्नुभयो भने तपाईको युके मा स्टुडेन्ट लाइफ एकदमै चिल हुन्छ। फर्स्टमा रहेको छ फिजिकल इनरोलमेन्ट। हजुरले नेपालबाटै अनलाइन इनरोलमेन्ट गरेर गए पनि हजुरले युके पुग्ने बित्तिकै क्याम्पसमा गएर फिजिकल इनरोलमेन्ट गर्नुपर्छ। अर्को चाहिँ तपाईले ओएस्टर कार्ड लिनुस्, पेपर बेस्ड टिकट लिने गल्ती चाहिँ नगर्नुस्। युज ओएस्टर कार्ड फर ट्राभलिङ फर बेटर डिल्स। अर्को चाहिँ तपाईले बैंक अकाउन्ट बनाउनुस्। हजुरले फोनबाटै मोन्टाज अर रेभलटमा इन्स्ट्यान्टली बैंक अकाउन्ट बनाउन सक्नुहुन्छ, अर एल्स तपाईले एचएसबीसी गएर पनि अकाउन्ट बनाउन सक्नुहुन्छ। नम्बर 4 मा चाहिँ एसेन्शियल एपहरु डाउनलोड गर्नुस्, जस्तै कि पार्ट टाइम जबको लागि जब टुडे अनि बजेट ट्र्याकिङको लागि करेन्सी ट्र्याकिङ जस्ता एपहरु डाउनलोड गर्नुस्। अर्को चाहिँ आफ्नो कस्ट मिनिमाइज गर्नेतिर लाग्नुस्। बाहिर बेसी खानु भन्दा पनि लिन्ड, टेस्को, पाउन्डल्यान्ड जस्ता ठाउँबाट ग्रोसरी किन्नु भयो भने हजुरको पैसा एकदमै धेरै बचत हुन्छ। अर्को चाहिँ लोयल्टी कार्ड र डिस्काउन्ट कार्डहरु युज गर्नुस्। हजुरले ग्रोसरीहरु किन्दाखेरि, सामानहरु किन्दाखेरि स्टुडेन्ट डिस्काउन्ट माग्नुस्। अरु पनि धेरै लोयल्टी एपहरु हुन्छ, त्यो स्क्यान गरेर सामानहरु किन्नुस्। यसरी पनि हजुरको धेरै पैसा जोगिन्छ। फर मोर इन्फर्मेटिभ कन्टेन्ट रिगार्डिङ UK, डु फलो आवर पेज or visit ProConsult